यस्ता किसानहरू हुनुहुन्छ जो पाठापाठी किनेर मासुको लागि बङ्गुर पालन गर्नुहुन्छ। यसरी किनेर पाल्दा पाठापाठी खरिद गर्न भने 5-6 हजार रुपियाँ खर्च भइसक्छ। 1-2वटा पाल्नेको लागि त ठिकै हो, तर धेरै सङ्ख्यामा पाठापाठी किनेर हुर्काउँदा पाठापाठी खरिद, दाना पानी, औषधि उपचार गर्दासम्म तपाईको धेरै खर्च भइसक्छ। त्यसैले पाठापाठी किनेर ठुलो बनाएर बेच्नमा खासै फाइदा देखिँदैन। त्यसैले यसको लागि सुरुमा आफूले कतिसम्म पाठापाठी हुर्काएर बेच्न सकिन्छ, त्यसको लागि दाना पानी, औषधि उपचारमा कति खर्च हुन्छ, त्यसको लागत इस्टिमेट बनाएर तपाईले बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ र त्यही अनुसार माउ बङ्गुर राख्ने र आफ्नै फर्ममा उत्पादन गरिएका पाठापाठीहरू पाल्ने। चाहे तपाईँ एउटा पोथी राख्नुहोस् वा 10वटा राख्नुहोस्, त्यो तपाईको इच्छा र क्षमतामा भर पर्ने कुरा हो। यसरी तपाईले मासुको लागि आफ्नै फर्ममा पाठापाठी उत्पादन गरी पाल्दा अन्य ठाउँबाट किनेर ल्याएको भन्दा धेरै सस्तो